म चाहिँ अब तक्सेर जानु लाग्यो। बाइक चाहिँ हामीले यहाँ पार्किङ गरेका छौँ। अनि तल चाहिँ यो चाहिँ उत्तरगङ्गा खोला भयो। अनि यता तल चाहिँ गोर्खानी गाउँ। अनि म जाने चाहिँ त्यो देखिरहेको बाटो हो। अनि बाइक चाहिँ हामीले यहाँ पार्किङ गरेको छौँ। एकजना दाइको पनि यहाँ बाइक पार्किङ गरेको रहेछ। बाटो चाहिँ ठिकै रहेछ पहिलाको भन्दा। पहिला चाहिँ अति नै बिग्रेको थियो। भर्खर भर्खर बनाएको रहेछ बनाउनु चाहिँ। अनि यसमा चलाउनलाई चाहिँ जस मजा आइरहेछ। त्यस्तो गाह्रो पनि भएको छैन। बाटो चाहिँ ठिकै छ चलाउनको लागि चाहिँ। जस ठिकै लाग्यो। अब यो चाहिँ यसको चाहिँ 3टा मोड हुन्छ। अनि यो ब्लुटुथ कनेक्ट भयो। यो चाहिँ इको सिस्टम होइन। अनि बाइक हामीले चाहिँ कसरी चलाइरहेको भन्ने कुराहरू चाहिँ यहाँ देखाउँछ कि। अनि म चाहिँ अफ रोडमा गाडी चलाउँछु। गाडी चाहिँ अब चाहिँ राइड सुरु भयो। यता आइसकेको छु। यस्तो छ। यस्तो भ्यू देखिरहेको छ। म आएको बाटो चाहिँ यही हो। बाटो चाहिँ अहिले चाहिँ वाइल्ड राम्रो बनाएको रहेछ। अनि यसरी ल म चाहिँ अब तक्सेरामा प्रवेश गर्दैछु यहाँदेखि। अनि यता चुज गइदिउँ न के छ। ओ माई गड फुलहरू। यो चाहिँ यही टाइममा फुल्ने गर्छ यता चाहिँ। विशेष गरी यो तक्सेरा यतै पूर्वी रुकुममा फुल्छ। यो फुलको नाम चाहिँ सिलिङ्गी फुल भन्छ। यहाँको स्थानीय भाषामा चाहिँ सिलिङ्गी फुल भन्छन्। अनि यस्तो छ। यहाँदेखि देखिरहेको भ्यू चाहिँ यही हो। पारी देखिरहेको चाहिँ देख्यौँ भयो। अनि देखिउँ पछाडि पनि घरहरू छन्। त्यहाँ देखिरहेको घर चाहिँ बिरगुङ घर भयो। अनि बिरगुङ गाउँ भयो। अनि यता चाहिँ अगाडि पनि यस्तो बब्बाल देखिरहेको छ। जस होइन अब यस्तो ठाउँमा चाहिँ यो एउटा धाराको सुविधा चाहिँ बनाइदिएको रहेछ। धारा चाहिँ ठाउँ ठाउँमा यसरी बनाइदियो भने चाहिँ जस अब पर्यटकहरूलाई एकदम सहज हुन्छ पानीको लागि। माथि चाहिँ पुरै पाटन छ। अनि म चाहिँ यहाँदेखि तक्सेरामा यहाँलाई हार्दिक स्वागत छ अरे। तर पहिला यो बाटोहरू चाहिँ यस्तो राम्रो थिएन क्या। यो भन्दा त्यही 10-12 वर्ष अगाडि चाहिँ होइन बाटोहरू एकदम बिग्रेको थियो। अहिले चाहिँ आनन्दको रहेछ कि बाटो चाहिँ। अनि विशेष गरी चाहिँ यो समयमा यो सिजनमा होइन यो ठाउँ आउनलाई चाहिँ एकदम बेस्ट हो भन्छु है म चाहिँ। किनभने चाहिँ प्राय सबैतिर चाहिँ हरियाली हुन्छ होइन। यस्तो छ। यहाँदेखि चाहिँ तपाईँले चाहिँ होइन तक र बाछी गाउँको त्यो भ्यू चाहिँ देख्न सक्नुहुन्छ। यहाँ अगाडि यो देखिरहेको यो गाउँ चाहिँ बाछी गाउँ भयो। अनि यता चाहिँ तक भयो। यो चाहिँ तक हो। अनि यो चाहिँ यस्तो छ। आहा यस्तो आनन्दको भ्यू छ। यस्तो आनन्दको वातावरण छ होइन। यो ठाउँमा आएर होइन आफ्नो त्यो पीडाहरू नै पुरै के अब भुल्न सकिँदो रहेछ क्या। पहिला पहिला चाहिँ होइन अब बाटो पनि अलि बिग्रेको थियो होइन। अहिले चाहिँ बाटो पनि यस्तो राम्रो बनाइदिएको छ। जस यतिको यो ठाउँमा होइन यतिको बाटो बनाइदिनु भनेको पनि ठिकै हो। अब बिस्तारै बिस्तारै विकास हुँदै जाने कुराहरू हो होइन बाटोहरू चाहिँ। अनि त्यही हो।
अनि यो देखिरहेको चाहिँ बाछी गाउँ भयो अनि पारीको चाहिँ त्यो ठुलो गाउँ देखिरहेको चाहिँ टक्क भयो अनि तल्लो सेरा र उपल्लो सेरा चाहिँ यही साइडमा छ होइन अलि तल झर्नुपर्छ अनि बाइक चाहिँ अगाडि छ सोलो राइड आउँदा चाहिँ यही भिडियो बनाउनुलाई चाहिँ अलिकति अब झ्याउ नै हुँदो रहेछ भिडियो बनाउनलाई चाहिँ बाइक रोक्यो बनायो होइन त्यही अलि तनाव नै हुन्छ अनि यस्तो छ क्या तल चाहिँ उत्तर गङ्गा खोला यस्तो सही देखिरहेको छ यस्तो छ देखिरहेको भ्यू चाहिँ यस्तो बगल देखिरहेको छ तर यो बाटोहरू चाहिँ पहिला अति नै बिग्रेको थियो होइन जस्तो अहिले चाहिँ बाटो चाहिँ वाइल बनाइदिएको रहेछ क्या बाटो चाहिँ जस्तो राम्रो बनाएको छ है बाटो यस्तो देखिरहेको छ अलि डर लाउने नै छ क्या बाटो चाहिँ होइन अलि कस्तो अलि डाँडा काँडाहरू होइन अलिक भिड आएर चाहिँ अलिक बढी छ नि त यतातिर अनि त्यही भएर चाहिँ बाटो चाहिँ अलिक गाह्रै छ तर अहिले चाहिँ यत्तिको होइन यत्तिको त अति नै बबाल बनाइदिएको हो जस्तो राम्रो बनाइदिएको छ अनि यहाँ चाहिँ अहिले यो बाछी गाउँमा चाहिँ मेला हुन लाग्छ क्या प्रत्येक वर्ष चाहिँ होइन यो दसैँमा चाहिँ बाछी गाउँकै स्थानीयहरूले चाहिँ भलिबल प्रतियोगिताहरू होइन दौडी अनि यस्तै लगाइदिएर यस्तै कार्यक्रमहरू चाहिँ राख्दै आइरहेका छन् होइन विगत केही वर्षदेखि नै अनि जस अहिले चाहिँ सुरु भएको छैन जस्तो लाग्यो है मान्छेहरू पनि खासै देखिरहेको छैन सुरु भइसकेको थियो भने चाहिँ मान्छेहरू हिँड्दैदेखि नै अलिक देखिन्थ्यो अनि यस्तो बबाल देखिरहेको छ क्या गाई चाहिँ यस्तो बबाल देखिरहेको छ होइन खतरा देखिरहेको छ क्या भ्यू हेर्नलाई चाहिँ यता तक्सेर चाहिँ आउनै पर्ने हुन्छ है गाइडहरू एउटा आनन्द एउटा सुकुन हुन्छ नि भित्रैदेखि के अनि आनन्द खालको छ नि होइन अब जहिले बजारमा बसिरहेको मान्छेलाई त अनि यस्तो ठाउँमा आएपछि त होइन अर्कै हुन्छ नि पहिला हामी चाहिँ यो जङ्गलमा होइन एउटा जङ्गलको एउटा फल हुन्छ क्या त्यो फल टिप्न चाहिँ खुब आइरहेको हुन्थ्यौँ सानो हुँदा हामी बच्चा हुँदा चाहिँ अनि यो चाहिँ तल्लो सेराको वन हो क्या तल्लो सेराको एरिया हो होइन अनि हामी चाहिँ यहाँ चाहिँ आइरहेको हुन्थ्यौँ क्या बच्चा हुने बेला है दिदीहरूसँग अनि साथीहरूसँग टक्क ब्याग स्याग बोक्यो होइन चल्दिन्थ्यो क्या बच्चामा त हामी त्यस्तो उटफटेङ काम गर्थ्यौँ अनि वहाँदेखि आउँथ्यौँ क्या हामी तकदेखि होइन अनि पुरै हिँडेरै आइन्थ्यो अनि जस रमाइलो हुन्थ्यो कि त्यस्तो ताजा पनि लाग्दैन थियो होइन अब अहिले चाहिँ अब रोडहरू यताउता सब बनाइसक्यो नि त अनि मान्छेहरू खासै हिँड्न नि छोडिसक्यो अनि त्यही त हो नि खासै अब मान्छेहरू पनि यताउता खासै देखिरहेको हुँदैन अब सबै होइन यताउता जानु पऱ्यो भने सबै आफ्नै साधन नभएकोहरू त्यही त हो नि गाडी होइन गाडी अनि यहाँ प्रायः बसभन्दा पनि त्यो जिपहरू चल्छ अनि त्यही हो यो चाहिँ सिलिङ्गी हो यस्तो छ यहाँको भ्यू चाहिँ टक्कको भ्यू चाहिँ अनि ओ माई गड यस्तो भगवान पहिला चाहिँ हामी चाहिँ होइन ऊ त्यो माथि देखिरहेको छ नि त्यता माथि चाहिँ लेक थियो अनि त्यहाँदेखि चाहिँ यता आएर कति बबाल देखिरहेको ओ माई गड पहिला चाहिँ यो माथिल्लो सेरा होइन अनि यो देखिरहेको गाउँ चाहिँ माथिल्लो सेरा यो बनाउने चक्करमा आएर यस्तो छ
यस्तो भ्यू देखिरहेको छ तग भयो अनि सर माथि चाहिँ सेरा बाछी गाउँको दसैँ मेला यस्तो छ मान्छेहरू नै छैन खासै बच्चामा म पढेको स्कुल चाहिँ यतै हो गाई चाहिँ त्यही हो पानी पर्न लाग्छ यार बत्ती हो कि जान ल अब चाहिँ हामी थाको गुल्मुङको चाहिँ सबभन्दा यहाँको फेमस चाहिँ त्यही भ्यू हो भ्यू पोइन्ट हो यहाँ ताल पनि छ मान्छेहरू यहाँ तालको लागि पनि आउने गर्छ अनि यहाँदेखि चाहिँ सबभन्दा खतरा देखिने भने चाहिँ यो हिमालहरू हो क्या जहाँ चाहिँ अति नै बबाल देखिन्छ होइन गाइज हामी तपाईँहरूलाई देखाउँछौँ उता देखाउनु त यस्तो हिमाल आइरहेको छ मजाले कि यस्तो बबाल आइरहेको छ यस्तो बबाल आइरहेको छ यहाँबाट चाहिँ प्राय मान्छेहरू आउनु भने चाहिँ यो हिमालको लागि हो अनि यस्तो बबाल देखिरहेको छ कि यो हिमाल चाहिँ अनि च्याङ्राहरू यहाँ चाहिँ पुरै कुहिरो लागेको छ हामी जान लागेको चाहिँ यतै हो तल चाहिँ एउटा ताल पनि छ यस्तो सही छ चाहिँ अहिले बिरगुमको भ्यू पोइन्टमा जाँदैछौँ अनि यता भित्र चाहिँ सायद के छिन मिल्दैन होला भित्र चाहिँ बन्द गरिरहेछन् आता कि बा मा हो त भ्यू पोइन्ट के बानी अहिले छिरिङ मामिली अनि यहाँ चाहिँ यहाँको स्थानीयहरूलाई मात्र छिर्न दिन्छ कि जस्तो लाग्यो हामी चाहिँ भ्यू पोइन्टमा जाँदैछौँ यहाँ चाहिँ यस्तो छ यस्तो छ है यो गाई छ बिरगुङको भ्यू पोइन्ट जाँदैछौँ अनि बिरगुङको भ्यू पोइन्ट जानलाई चाहिँ बाटो चाहिँ जस्तो एकदम राम्रो रहेछ यो बिरगुङको गाउँ हुँदै आउनुपर्छ यता चाहिँ भ्यू यस्तो छ गाई यस्तो भ्यू छ ओ माई गॉड यस्तो बबाल भ्यू आइरहेछ यार यस्तो बबाल आइरहेछ यार आमामामा यो चाहिँ उत्तर गङ्गाको खोला हो अनि यता देखिरहेको चाहिँ यो बिरगुङ आउने बाटो अनि उता चाहिँ बाछी गाउँ अनि कुनामा तकसेरा तक अनि कुनामा चाहिँ सेरा यस्तो छ यो खोला चाहिँ सानोबेरी रहेछ अघि मैले चाहिँ उत्तर गङ्गा भनिरहेको थिएँ अनि यहाँ साथी दुईजना साथी चाहिँ उत्तर गङ्गा र सानोबेरीकै उसमा चाहिँ वाद विवाद गर्दैछन् यो खोला चाहिँ यहाँ यसरी आउँछ यसरी आउँछ यसरी आउँछ यसरी आउँछ बिरगुङको भ्यू टावर हामी लगभग पुग्न लागिसक्यौँ अनि यता चाहिँ यस्तो भ्यू देखिरहेको छ तर अहिले कुहिरोले गर्दा चाहिँ खासै केही पनि देखिरहेको छैन होइन बिहान चाहिँ राम्रो देखिन्छ यता भ्यूहरू यता चाहिँ यस्तो छ जस बाटो चाहिँ राम्रो बनाइदिएको रहेछ यहाँको स्थानीयहरूले चाहिँ राम्रो पोइन्ट हो तो हामी चाहिँ ठ्याक्क अहिले भ्यू पोइन्टमा आएका छौँ एकदम थकै लाग्यो हिँड्न सकिदिनु रहेछ गाइज al चाहिँ भित्र छिर्यो म यहाँ मात्र ओ यहाँ पछि
एनटिसी मी टावरमा आएको राव एनटिसीको टावर दामी हेरेर चिन्नुहोस् न कहाँ चाहिँ उफ कस्तो दामी देखिरहेको कतै नुचे पाका चिकप ओहो ओल गर्खाइ नल निरिङ अब छु हेरेन थिए मायात्रा यस्तो दामी छ यार यो देखिरहेको गाउँ चाहिँ गर्खानी हो जहाँ म हिजो 2 रात बसेँ त्यसपछि म तक गएँ आज अनि यो अगाडि देखिरहेको गाउँ चाहिँ कोल गाउँ यस्तो दामी देखिरहेको छ 12 नम्बर वडा अनि उता चाहिँ यस्तै हामी चाहिँ अहिले बिरगुमको तालमा छौँ यहाँदेखि फर्किन लाग्यो अलिअलि पानी परिरहेछ एकछिन यो अगाडि फुलहरू छ त्यो फुलमा चाहिँ एकछिन फोटोसोटो खिच्ने भिडियो सिडियो बनाउने भनेर यहाँ छिरेछौँ हामी हुन छिर्न चाहिँ मिल्न चाहिँ यहाँ अगाडि गेट चाहिँ बन्द रहेछ हामी चाहिँ यो पछाडिदेखि आएको छौँ त्यो अगाडिसम्म चाहिँ गएर फोटोहरू खिच्नु पर्ला भनेर आएका छौँ यो चाहिँ जस आनन्दको छ क्या ठाउँहरू चाहिँ यो चाहिँ यो भाइरल सिलिङ के हो फुलको नाम के हो अरे सिलिङ्गी यो चाहिँ विशेष गरी चाहिँ पूर्वी रुकुम तिर पाइन्छ यो फुल पूर्वी रुकुमको तकसेरा ठाउँतिर पाइन्छ सिलिङ्गी फुल भन्ने चाहिँ जस यो सिजनमा मात्र पाइन्छ दसैँ तिहारसम्म हुन्छ होला यो फुलहरू चाहिँ यस्तो बब्बाल देखिरहेको छ क्या अब यहाँ अगाडि घरहरू होइन यहाँ फुलहरू अनि अगाडि यस्तो तार छ यस्तो भिउ देखिरहेको छ यस्तो बब्बाल देखिरहेको छ